आजको यो विश्लेषणमा हामी अमेरिका इरान सङ्कट पछाडिको एउटा खतरनाक सिद्धान्तलाई खोतल्दैछौँ। जब एउटा शक्तिशाली सैन्य अभियान नै एउटा महाभूलमा परिणत हुन्छ, तब त्यसबाट उम्कन कस्ता कस्ता डरलाग्दा विकल्पहरू रोजिन सक्छन्। आउनुहोस् यसको गहिराईमा जाउँ। कुराको सुरुवात गरौँ इरानका सुरक्षा परिषदका सचिव अली लारिजानीको यो चेतावनीबाट। उहाँले के भन्नुभएको छ भने सेप्टेम्बर 11, 2001 को आक्रमण जस्तै अर्को कुनै भयानक घटना दोहोरिन सक्छ। अब यो कुनै सामान्य राजनीतिक धम्की मात्र होइन, बरु यो सङ्कट कति गम्भीर मोडमा पुगेको छ भन्ने कुराको सङ्केत हो। ल, अब यो सिद्धान्तको पहिलो भाग हेरौँ। एउटा गोप्य अमेरिकी सैन्य अपरेसन जुन सोचेभन्दा बिल्कुलै फरक, विनाशकारी रूपमा असफल भयो। यो विश्लेषणले के भन्छ भने अमेरिकी अपरेसनको नाम थियो एपिक फ्युरी र यसको लक्ष्य केही घण्टामै इरानको नेतृत्वलाई हटाएर सत्ता पल्टाउने। तर भयो के? युद्ध सुरु भएको केही हप्तामै यो अभियान एउटा नराम्रो रणनीतिक दलदलमा फस्यो र यसको नाम एपिक फ्युरीबाट एपिक ब्लन्डर अर्थात् एक महाभूलमा परिणत भयो। इरानको विक्ट्री डिनायल भन्ने रणनीतिले अमेरिकालाई सोच्दै नसोचेको क्षति पुर्यायो। विश्लेषण अनुसार अमेरिकाका सबैभन्दा अत्याधुनिक F-35 लडाकु विमानहरू ध्वस्त भए, थार जस्ता शक्तिशाली राडार प्रणालीहरू निष्क्रिय पारिए अनि KC-135 इन्धन भर्ने ट्याङ्करहरू गुमाउँदा अर्बौं डलरको सैन्य सम्पत्ति स्वाहा भयो र अमेरिकी सैनिक हताहतीको सङ्ख्या पनि बढ्दै गयो। अब यो सैन्य असफलताले अमेरिकी प्रशासनलाई चारैतिरबाट नराम्रोसँग चिपुवामा पार्यो। विश्लेषणले के औल्याउँछ भने इरानले स्ट्रेट अफ हर्मुज बन्द गरिदियो, जसले गर्दा विश्व बजारमा तेलको मूल्य आकाशियो, प्रति ब्यारेल $120। सोच्नुस् त, यसको असर सिधै अमेरिकी ग्यास स्टेसनहरूमा देखियो, जहाँ लामो लाइन र महँगीले आम जनतामा आक्रोश पैदा गर्यो। दबाव एकातर्फबाट मात्र थिएन। ग्यासको मूल्य बढेपछि देशभित्रै जनताको आक्रोश एकातिर, अर्कोतिर आउँदै गरेको चुनावको राजनीतिक डर अनि सहयोगी राष्ट्रहरूबाट पनि सम्बन्ध बिग्रने खतरा, मतलब चारैतिरबाट दबाव नै दबाव। साउदी अरब र UAE जस्ता देशहरू जो दशकौंदेखि अमेरिकी सुरक्षाको भरमा थिए, उनीहरू पनि डराउन थाले। जब उनीहरूले आफ्नै पूर्वाधारहरू इरानी मिसाइलको निशानामा परेको देखे, उनीहरूले अमेरिकामा रहेको आफ्नो खर्बौं डलरको लगानी फिर्ता लिने धम्की दिन थाले। यो अमेरिकी प्रशासनका लागि ठूलो भू राजनीतिक झड्का थियो। यस्तो निराशाजनक अवस्थामा विश्लेषणले एउटा यस्तो रणनीतिको सम्भावना देखाउँछ जुन सायद कसैले सोचेको पनि थिएन। ठ्याक्कै यही समयमा अमेरिकी प्रशासन र मिडियाले एउटा नयाँ कथा बुन्न थाले कि अमेरिकी भूमिमै इरानका स्लिपर सेलहरू सक्रिय छन् र कुनै पनि बेला ठूलो हमला गर्न सक्छन्। स्रोतले के भन्छ भने यो डरको कथा एउटा विशेष उद्देश्यका लागि तयार पारिँदै थियो। हो, यसले हामीलाई यो सिद्धान्तको सबैभन्दा मुख्य प्रश्नमा ल्याउँछ। त्यसो भए यो फल्स फ्ल्याग अपरेसन भनेको आखिर हो के? फल्स फ्ल्याग भनेको एउटा यस्तो गोप्य र षड्यन्त्रपूर्ण सैन्य कारबाही हो जसमा कुनै देशको सरकारले आफ्नै देश वा नागरिकमाथि हमला गराउँछ, तर त्यसको दोष चाहिँ लगेर आफ्नो शत्रु राष्ट्रमाथि थुपार्छ। किन? ताकि युद्ध सुरु गर्नका लागि जनताको समर्थन जुटाउन सकियोस्। यो फल्स फ्ल्याग अपरेसनको पछाडिको तर्क एकदमै सोझो तर खतरनाक छ। पहिलो चरणमा सरकारले गोप्य रूपमा आफ्नै सम्पत्ति वा नागरिकमाथि हमला गर्छ। दोस्रो चरणमा सबै प्रमाणहरूलाई यस्तो तरिकाले तोडमोड गरिन्छ कि दोष सिधै छानिएको दुश्मनमाथि जाओस्, र तेस्रोमा यसबाट पैदा भएको जनताको आक्रोशले पुरै देशलाई युद्धको समर्थनमा एक बनाइदिन्छ। अब स्रोतका अनुसार यो कुनै काल्पनिक सिद्धान्त मात्र होइन। यो दाबीलाई इतिहासका केही विवादास्पद घटनाहरूले पनि बल दिन्छन्। इतिहास पल्टाएर हेर्ने हो भने यस्ता केही उदाहरणहरू भेटिन्छन्। जस्तै 1960 को दशकमा अपरेसन नर्थवुड्स प्रस्ताव गरिएको थियो, जसमा अमेरिकी भूमिमै हमला गरेर त्यसको दोष क्युबालाई लगाउने योजना थियो। त्यसैगरी 1964 मा गल्फ अफ टङ्केन घटनालाई भियतनाम युद्ध सुरु गर्ने बहाना बनाइयो र हालसालै 2003 मा इराकमा व्यापक विनाशका हतियार छ भन्ने झुटो दाबीको आधारमा आक्रमण गरिएको थियो। अब यो सिद्धान्त आफ्नो सबैभन्दा डरलाग्दो निष्कर्षमा पुग्छ, जसले दुईवटा फरक तर उत्तिकै खतरनाक सम्भावनाहरू अगाडि सार्छ। यहाँनिर दुईवटा डरलाग्दा सम्भावनाहरू छन्। पहिलो,
इरानले साँच्चै नै आफ्नो योजना अनुसार स्लिपर सेलहरू मार्फत अमेरिकामा कुनै भयानक हमला गराउन सक्छ। तर दोस्रो सम्भावना पनि उत्तिकै बलियो छ कि अमेरिकी प्रशासनले आफ्ना असफलताहरू लुकाउन र युद्धको नयाँ मोर्चा खोल्न इरानमाथि दोष थुपारेर आफैले एउटा फल्स फ्ल्याग हमला गराउन सक्छ। स्रोतका अनुसार यहाँ सबभन्दा ठूलो जोखिम के छ भने यदि इरानमा स्थल युद्ध सुरु भयो भने यो लडाईँ त्यतिमा मात्र सीमित रहँदैन। यसले रुस र चीन जस्ता शक्ति राष्ट्रहरूलाई पनि तान्न सक्छ, जसले तेस्रो विश्वयुद्धको आगो सल्काउन सक्छ। सोच्नुस् त एउटा सानो रणनीतिक भूलले सम्पूर्ण मानवतालाई कस्तो सङ्कटमा पार्न सक्छ। यी सबै कुराले हामीलाई एउटा गम्भीर प्रश्नमा ल्याएर छोड्छ। जब कुनै राष्ट्र हताश र निराश हुन्छ तब रक्षा र धोका बीचको त्यो पातलो सीमारेखा कहाँ हुन्छ? यो प्रश्नले यो सम्पूर्ण विश्लेषणको नैतिक दुविधालाई समेट्छ र हामीलाई सोच्न बाध्य बनाउँछ।